प्रहरीको जुत्ताको, कपडाको, लौरीको, टोपीको हैन मोजाको। हामी चाहिँ अहिले यतिखेर यो माइती घरमा छौँ होइन। अनि यहाँ चाहिँ अब तपाईँको देशको कुरा भइरहेछ, बालेनको कुरा भइरहेछ होइन। घोटाला अब हाम्रो 3 करोड गइरहेछ। के हो सत्य तथ्य छानबिन गर्नु पर्यो होइन। सत्यको सहीमा हामी जनताहरू जहिले पनि छौँ होइन। त्यही नै हो भन्न चाहन्छु। ल साँचो हो भने हजुरलाई पनि भगवान् पशुपतिनाथको दृष्टिगोचरले के भन्छ भने सजायको भागीदार हुनुपर्छ। र पछि समयमा छ नि अब यो हेर्नुहोस् न, यो बालेन सरकार बनेको 4 महिना पुग्न पाएन। यति बेला यो सरकार खत्तम भयो। यो सरकारले काम गर्न केही सकेन। यो सरकारलाई ठुटेर फाल्नुपर्छ। अब हामी 3 लाख 7 लाख जनताहरू रोडमा उतार्छौँ। दसैँ तिहार पछि यो सरकारलाई पुरै ढाल्नुपर्छ भनेर लागि परेको छ। के जस्तो लाग्छ तपाईँलाई? को लागि पर्नु भएको छ बालेन शाहलाई ढाल्नको लागि? हेर्नुहोस् न, प्रचण्ड लाग्नु भएको छ, केपी शर्मा ओली लाग्नु भएको छ, हिरा प्रसाई पनि लाग्नु भएको छ। हेर्नुहोस् मधेसवादीहरू लागेका छन्, सबै लागेका छन्। प्रचण्ड, शेरबहादुर देउपा, खड्ग प्रसाद ओली, मधेसवादी दल आदरणीय नेतागणहरू ध्यानपूर्वक सुन्नुहोस्। सम्माननीय प्रधानमन्त्री आज 115 दिन भयो प्रधानमन्त्री भएको। हजुर 47 देखि बालेन शाह प्रधानमन्त्री हुनुभन्दा पहिला को प्रधानमन्त्री भए र उनीहरूले देशमा के गरे त्यो कुरो मूल्याङ्कन गरेर अनि बल्ल प्रधानमन्त्रीलाई हटाउने कुरा गर्नु होला। अन्यथा तपाईँ पनि फेरि सुन्दरी जलमा लामखुट्टेले टोक्ला नि। फेरि सुन्दर जलमा के छ त्यस्तो? त्यहाँ लामखुट्टेले टोक्ला। विचार गर्नु। सम्माननीय प्रधानमन्त्रीलाई कुनै किसिमको कमसेकम 5 वर्ष म हेरिरहेको छु सम्माननीय प्रधानमन्त्रीको कार्यदिशा। पहिला कुरो हेटौँडा कपडा उद्योग, म 14 वर्ष हुँदाखेरि हेटौँडा कपडा उद्योग सञ्चालन भएको। यो उद्योगका मजदुरहरू खडा गरेर त्यहाँका बालबच्चा पढाउने, शिक्षा, स्वास्थ्य, रोजगार सबै हेटौँडा कपडा उद्योगले गरेका थियो त्यहाँको मजदुरलाई। त्यहाँ मजदुर युनियन खडा गरेर विरोध खजौडाले कम्युनिस्टको नाउँको कहाँको त्यो मरेको लेलिन, कहाँको चाहिँ हाम्रा भित्र राष्ट्रका चाहिँ नेताहरूका फोटा पछाडि राखेर ती गरिबलाई उचालेर कपडा उद्योग धराशायी ठुलो पिठो। अहिले बल्ल बालेन शाहले त्यो चाहिँ पहिला चर्खामा कपडा बुनेको थिएन, कपडा बुनेर जसरी हामी लाउँथ्यौँ नि दौरा सुरुवालको चर्खाको कपडा, त्यस्तै गरी अहिले चर्खा चल्दा चाहिँ बल्ल सुरु भइरहेको छ। 26 वर्षपछि हेर्नुहोस् त, 26 मैले एउटा सामाजिक सञ्जालमा एउटा हेरेको थिएँ भिडियो। 26 वर्षपछि जान लाग्यो। कस्तो लाग्दैछ भन्दाखेरि पहिला त बस लिन आउँथ्यो अरे त्यो समयमा, घरमा बस लिन आउँथ्यो। अब हेर्नुहोस् त लागि बस ढोकामा आउँथ्यो कपडा उद्योगको, हेटौँडा कपडा उद्योगको। श्रीमतीलाई ढोकामा लिन आउँथ्यो, श्रीमानलाई ढोकामा लिन आउँथ्यो। जाने, पुर्याउने, ल्याउने, उद्योग धन्दा सञ्चालन गर्ने, देशको विकासको लागि हाम्रा कपडाहरू विदेशमा पैठारी हुने, इन्डिया जान्थ्यो, चाइना जान्थ्यो, जापान जान्थ्यो, अस्ट्रेलिया, क्यानाडा, नेपालको राम्रो कपडा, सुती कपडा त्यो पनि प्योर भनेर जान्थ्यो। त्यो कपडा उद्योगको एउटा गोल्टु पनि चल्न नहुने गरी बिगारेर राष्ट्रलाई चाहिँ धराशायी बनाउनु भयो। अब त तपाईँले नि बालेन शाहको कुर्सीमा पुग्न नि पहिला गएर बालेन शाहको खुट्टामा गएर ढोग्ने। अब फेरि काङ्ग्रेसका नेता के गगन कुमार थापाले के भन्नुभयो भने यो अब स्टोन भए जस्तो हो, यो केही समय मात्रै चल्छ, त्यसको उत्पादनको लागि धागो कहाँ छ, कच्चा पदार्थ कहाँ छ, यो बालेन शाहले हुनै नसक्ने काम चाहिँ गरे भनेर उहाँले आलोचना गर्नुभयो क्या, टिप्पणी गर्नुभयो। उहाँले त गाउँभरिको बाख्रा ल्याएर खोरा राख्नुभयो। अनि कृषि विकासबाट लोन लिएर खानुभयो, अहिले घर बनाउनु भयो। उहाँले त्यो कपडा उद्योग कसरी चल्छ भन्ने कुरो राजा महेन्द्रको पाला राजा वीरेन्द्रले चीनसँग बिजनेस ट्रान्जेक्सन गरेर चाइनासँग सम्झौता गरेर कपडा उद्योग स्थापना भएको। हाम्रो गगन थापाले जस्तो गाउँभरिको बाख्रा ल्याएर लोन खाएर बाख्रा फर्काएको कपडा उद्योग होइन त्यो। होइन, बालेन शाहले जे कुरो लाउँछन्, बोल्छन्, खान्छन्, हिँड्छन्, त्यो कुराको आलोचना किन हुन्छ यहाँ? हेर्नुहोस् त, बालेन शाहले जहाँ छोयो त्यो राम्रो हुन्छ, जे लेख्यो त्यो राम्रो हुन्छ। तर उहाँमाथि खँजेडीको ट्याग, बेलुका ट्याग खाएर गर्छ, खँजेडी खाएर गर्छ, गाँजा खाएर काम गर्छ, देशको हितको लागि कामै गर्दैन। सिंहदरबार जलाउँछु भनेर सिंहदरबार जलायो, यस्तो गर्यो उस्तो गर्यो भनेर उनीमाथि ट्याग लाग्छ के। अहिले हेर्नुहोस् त, राम्रो काम गरेका छन्, केही कुरो त राम्रो काम गरे होला नि त। 120 दिनमा यत्रो 35 वर्षसम्म देशलाई लथालिङ्ग बनाएको 115 दिनमै बन्छ भनेर त कसैले त जादुको छडी त पके छैन होला कि त अब इन्द्रको बाउ चन्द्र आउनु पर्यो तल भने जस्तै हो। छाफु हुनलाई भनेर भन्छन् के। सम्माननीय प्रधानमन्त्री बालेन शाह 115 दिन भयो भने 47बाट तपाईँको सुशीला कार्की सम्बन्धमा कति दिन भयो?
तपाईँलाई क्वेसन राखेँ त्यति दिनसम्म 47बाट सुशीला कार्की 81 सालसम्मको प्रधानमन्त्री जेन्जी आन्दोलनसम्मको 24 र 25सम्म जेन्जी आन्दोलनबाट सुशीला कार्की प्रधानमन्त्री भएपछि बल्ल सम्माननीय प्रधानमन्त्री बालेन शाह प्रधानमन्त्री बालेन शाहभन्दा अगाडि कति प्रधानमन्त्री भए अनि त्यो बेलासम्म के आकाशको तारा गरेर बस्नु भएको थियो देशलाई सञ्चालन गर्न कसले रोकेको थियो राजा वीरेन्द्रलाई त वंशै सिद्ध्याउनु भयो 47 संविधानमा टेकेर ज्ञानेन्द्रलाई हटाउनु भयो संवैधानिक राजतन्त्र कामै छैन हामी राजा हुने हो देश हाम्रो सही चल्नुपर्छ देशमा 7वटा प्रदेशको राजा किन हामी भनेर 7वटा मुख्यमन्त्री बनाएर देशलाई भद्र बोल तपाईँको बिग्रिया घरको भटिया चाल जता हेरो झ्यालै झ्याल भन्न देशलाई पालै पाल बनाएर विश्वको चाहिँ संसारको जगतमा नेपाल शान्ति क्षेत्र भनेर घोषणा गरेको 117 राष्ट्रले हाम्रो देशलाई अशान्ति राष्ट्र बनाउनु भयो अब बालेन शाहले यो शान्तिको मिसन यसलाई 5 वर्षलाई कुनै व्यक्ति खान पाउनु भएन रोडमा आएर सुत्नुहुन्छ त्यो उहाँको स्वतन्त्रता हो बल्ल पर्ने ठुलो चौका आफैले चलाउने हो बाउले जन्म दिए प्रधानमन्त्रीले पाल्लान् भनेर जन्म दिए होइन आफै जन्मिने आफै हुर्काए बाआमाले ठुलो बनाए आफ्नो ठुलो चौका आफै चलाउने सम्माननीय प्रधानमन्त्री 5 वर्ष बस्ने दुधको दुध पानीको पानी निर्णय गर्ने अहिले भएका राजनीति हजुरले भने जस्तो सजिलो छैन नि सर माइती घरमा आएर 5 वर्षलाई बालेन शाहले गर्नुहोस् होइन उहाँलाई तपाईँहरूले भन्ने त्यो छ तर यहाँका नेताहरू पार्लिमेन्टमा के भन्न थाल्यो सरेन्डर गरे हुन्छ हात उचाले हुन्छ ग्यास पाएको छैन नेपाली जनताले ग्यास पाएको छैन ग्यास पाएको छैन केही पाएको छैन यो सरकार आएदेखि जनताले करको भारै भार मात्रै भयो भनेर उहाँले भन्न थाले के अब सरेन्डर गरे हुन्छ अब कसले चलाउने देश सरेन्डर गरेर छोड्दै हुन्छ भन्छन् सिलिन्डर सम्माननीय प्रधानमन्त्री बालेन शाहले सिलिन्डर गर्ने आफू चलाउन सक्ने नसकेर सेनापतिको खुट्टा डोगेर भाग्ने कोही सिङ्गापुर जाने कोही हेलिकप्टर चढेर चाहिँ सेनाको खुट्टा गएर ढोग्ने राष्ट्रपति पनि सेनाको खुट्टा गएर ढोग्ने अनि अहिले सम्माननीय प्रधानमन्त्रीले सिलिन्डर गरे हुन्छ के तपाईँको जन्मा छोरो हो अंश नदिकन म दिन्न भनेर मुद्दा गर्ने प्रधानमन्त्री हो देशको होइन उहाँ त गजेडी भनेर भन्छन् उहाँ त ट्याग लाउँछन् देशमा त गजेडी हो जो व्यक्तिले उहाँलाई नराम्रो भन्नुहुन्छ नि उहाँ स्वयं आफै नराम्रो हुनुहुन्छ आफू नराम्रो भएपछि प्रधानमन्त्रीलाई गाली गर्नुहुन्छ के किनभने एउटा संस्कृतमा एउटा शब्दावली छ क्या हजुर द्रव्येषु सर्वे वसाम पैसाले सबैलाई बसमा पार्छ अब काङ्ग्रेस एमाले माओवादी तिनटासँग पैसा थियो राज्य थियो राजकीय सत्ता थियो साम दाम दण्ड भेद चारवटै थियो अब रोडमा पछारिएर पानी बिनाको माछो जस्तो भएर दिमागमा डिप्रेसन गएर उहाँका कार्यकर्ताहरू कति फ्रस्ट्रेसनमा गइसके के गर्ने अब अघिनु सबै निमिसक्यो यस कारणले गर्दा प्रधानमन्त्रीलाई 5 वर्षको लागि हात सिलिन्डर होइन तपाईँलाई सुन्दरी जलमा लामखुट्टेले टोक्ला ध्यानपूर्वक है साथी प्रधानमन्त्रीलाई 1 इन्ची पनि छुने होइन उहाँको मार्गनिर्देशनमा देशमा भएका उद्योग धन्दा कल कारखाना पार्टी परिवार स्कुल सबै सञ्चालन गर्ने भएका बोर्डिङ स्कुलहरू जति सबै बन्द गर्ने यो सहकारी जति छ नि देशभरिका यो जुन लघुवित्त छ मिटर ब्याजी छ सबै बन्द देशलाई ऊर्जाशील बनाउने बिचरा आमा बुबा दाजुभाइ दिदीबहिनी काका काकी हजुरबा हजुरआमा रोडमा महिनौँ दिनदेखि हिँडेर आएर यहाँ अनसनमा बस्नु भएको छ कोही रोइरहनु भएको छ कोही पेट्रोल थकेर आगो लगाउन तयार हुनुहुन्छ कहाँबाट उत्साहमा भयो